हेलो एभ्रिवान वेलकम ब्याक आज चाहिँ हाम्रो A1 सिरिजको च्याप्टर 2 छ यसमा चाहिँ हामी आज तीनटा टपिक कभर गर्छौँ सो हाम्रो फर्स्ट टपिक हुन्छ वोकनथाग विक डेज अनि सेकेन्ड टपिक हुन आउँछ हाम्रो मन्थ्स त्यसलाई हामी मोनाथ भन्छ अनि थर्ड टपिक हुन आउँछ सिजन्स दि यारेस सो हामी फर्स्ट टपिकदेखि हेरौँ होला दि वोकनथाग विक डेज सो 7 days यो चाहिँ काइन्ड अफ इङ्ग्लिस नै प्रनाउन्स गर्छ तर नट लिटरली द सेम है सो फर्स्टमा हेरौँ सन्डे जोनथाग एकचोटि मसँगै रिपिट गर्नु होला जोनथाग सेकेन्ड छ मन्डे मोनथाग थर्ड छ ट्युसडे दिनस्टाग फोर्थ छ हाम्रो वेडनेसडे मिटवक थर्सडे ड्योनस्टाग अर्को छ फ्राइडे फ्राइथाग अनि स्याटरडे हुन आउँछ जाम्स्टाग सो यति नै छ हाम्रो विक डेजहरू चाहिँ यसलाई हाम्रो एडिसनल इन्फर्मेसन चाहिँ यो सबै विक डेजहरू चाहिँ मास्कुलिन नाउन हुन्छ यसलाई चाहिँ हामी डेयर भनेर एड्रेस गर्छौँ सो यति नै थियो हामी एक्जाम्पल्सहरू हेरौँ होला अब फर्स्ट एक्जाम्पल छ वेल्चे टाग इज heute आज कुन दिन हो heute ist Montag सो सेकेन्ड एक्जाम्पल हेरौँ वेल्चे टाग इज morgen भोलि कुन दिन हो वेल्चे टाग इज morgen is Dienstag अब चाहिँ हामी युनिट हाम्रो च्याप्टर 2 कभर गर्छौँ यसमा चाहिँ हामी मन्थ्स दि मोनाथ पढ्छौँ है सो हाम्रो चाहिँ मन्थ्स चाहिँ धेरै नै इङ्ग्लिस जस्तै साउन्ड गर्छ कुनै चाहिँ स्पेलिङहरू पनि सिमिलर नै छ तर प्रोनाउन्स डिफ्रेन्टली हुन्छ सो हेरौँ होला फर्स्टमा जनवरी भयो यो हुन्छ हाम्रो यानुवार सेकेन्डमा फेब्रुअरी भयो यो हुन्छ फेब्रुअर थर्डमा छ हाम्रो मार्च यसलाई भन्छौँ हामी म्याच सो फोर्थमा छ अप्रिल यसको हेर्न सक्नुहुन्छ स्पेलिङ पनि सिमिलर छ तर हल्का प्रोनाउन्स चाहिँ डिफ्रेन्टली गर्छ अप्रिल भन्छ है अनि फिफ्थमा छ हाम्रो मे यसलाई चाहिँ हामी मई भन्छ सिक्समा छ जुन यसलाई चाहिँ हामी युनी भन्छ अर्को छ जुलाई यो चाहिँ हाम्रो युली हुन आउँछ अनि अर्को छ हाम्रो अगस्त यो चाहिँ हाम्रो औगस्ट भन्छौँ है औगस्ट हल्का जोडले प्रोनाउन्स गर्नुपर्छ औगस्ट अनि अर्को छ हाम्रो सेप्टेम्बर यसलाई चाहिँ हामी जेप्टेम्बर भन्छौँ जेप्टेम्बर यसको पनि स्पेलिङ चाहिँ सिमिलर नै छ अनि अर्को छ अक्टोबर यसलाई चाहिँ हामी अक्टोबर भन्छौँ अर्को छ हाम्रो नोभेम्बर यसलाई चाहिँ हामी नोभेम्बर नै भन्छौँ तर हल्का डिफ्रेन्टली प्रोनाउन्स हुन्छ याद गर्नु होला आफै नोभेम्बर अनि अर्को छ डिसेम्बर यसलाई चाहिँ हामी डेसेम्बर भन्छौँ अनि हाम्रो अर्को इम्पोर्टेन्ट इन्फर्मेसन चाहिँ हुन्छ यहाँ यो सबै मन्थ्सहरू पनि विक डेज जस्तै यसको पनि आर्टिकल डेयर नै हुन्छ यो सबै मास्कुलिन नाउन हो यसलाई एड्रेस गर्दा चाहिँ हामी डेया भनेर एड्रेस गर्नुपर्छ सो एक्जाम्पल्सहरू हेरौँ होला अब Mein Geburtstag ist im Mai मेरो बर्थडे चाहिँ मईमा हो अनि अर्को एक्जाम्पल छ Ich fahre im August nach Deutschland हामी चाहिँ अगस्तमा डोइसल्यान्ड जान्छौँ सो यति नै भयो हाम्रो मन्थ्सको बारेमा चाहिँ अब चाहिँ हामी च्याप्टर 3 हेर्छौँ यो चाहिँ हाम्रो सिजन्सहरू भयो यसलाई चाहिँ हामी दि यारसाइट्स भन्छौँ सो सिजन्स चाहिँ हाम्रो 4वटा मात्र छ
सो हेरौँ होला फर्स्टमा हाम्रो स्प्रिङ आउँछ भने यसलाई चाहिँ हामी द्या फ्रुलिङ भन्छौँ फ्रुलिङ यो द्या चाहिँ आर्टिकल हो है फ्रुलिङ सेकेन्डमा छ समर यसलाई हामी जमर भन्छौँ जमर जमर अनि थर्डमा छ अटम यसलाई चाहिँ हामी द्या ह्याब्स्ट भन्छौँ हल्का प्रनाउन्स गर्न यो चाहिँ लिल ट्रिकी छ तर ट्राई गर्नु होला ह्याब्स्ट ह्याब्स्ट अनि फोर्थमा छ हाम्रो विन्टर यसको पनि स्पेलिङ सिमिलर छ द्या विन्टर यसलाई चाहिँ हामी विन्टर नै भन्छौँ सो हाम्रो यसमा पनि त्यही हो इम्पोर्टेन्ट इन्फर्मेसन यो सबै मास्कुलिन नाउन हो यसलाई हामी द्या भनेर एड्रेस गर्छौँ सो यति नै हाम्रो सिजन्सहरू चाहिँ एक्जाम्पल हेरौँ है त In Sommer gehe ich schwimmen. In Sommer gehe ich schwimmen. And the second example, es ist warm in Frühling. Es ist warm in Frühling. So, हाम्रो यति नै भयो एक्जाम्पल्सहरू पनि सो यति नै थियो हाम्रो आजको टपिकहरू चाहिँ अफ भिडियोज एन्ड थ्याङ्क यू